साथीहरु हिजो आज त चिसो पनि एकदमै बढिरहेको छ अनि यो चिसो मौसममा जिउलाई न्यानो बनाइराख्न र ताकत दिनको लागि हजुरहरुले पनि यसरी मिठो कोदोको खोले सुप बनाएर खानु होला है त। बनाउन पनि एकदमै छिटो, खाँदाखेरि त झन् एकदमै मिठो। सुरुमा त एउटा कराईमा 1 चम्चा घिउलाई मेल्ट गरिदिनु होला। मैले चाहिँ भैँसीको घिउ लिएको छु। अब भने चाहिँ यसमा मसिनो चप गरेको लसुनलाई राखेर खैरो नहुन्जेलसम्म स्लो हिटमा भुट्नु पर्ने हुन्छ। यतिको कलर आइसकेपछि अब भने चाहिँ यसमा 100 ग्राम जति कोदोको पिठोलाई पनि राख्दिनु होला र यसलाई पनि केही बेर हामीले भुट्नु पर्ने हुन्छ, जसले गर्दाखेरि यसमा भएको काँचो स्मेलहरु जानको लागि मद्दत गर्छ। केही बेर भुटिसकेपछि अब चाहिँ यसमा पानीलाई एड गरिदिनु होला। हजुरहरुले पानी राख्ने बेला सकेसम्म चिसो पानी नै राख्नु होला, जसले गर्दाखेरि पिठो चाँडै डल्लो हुन पाउँदैन। अब चाहिँ यसलाई व्हिस्कले एकचोटी मज्जाले मिक्स गरिदिनु होला र यसलाई केही बेर चलाउँदै पकाइदिनु होला। जति जति पकाउँदै जानुहुन्छ त्यति त्यति नै बाक्लो हुँदै जान्छ र यसमा पानी थप्दै मिक्स गरिदिनु होला। अब भने चाहिँ यसमा सानो पिसमा काटेको गाजर, थोरै बोइल गरेको चना, थोरै मटर कोसा राखेर पनि केही बेर चलाउँदै पकाइदिनु होला। त्यसैगरी स्वाद अनुसार नुन, थोरै खुर्सानीको धुलो र थोरै चिकन क्यूब राखेर पनि केही बेर चलाउँदै पकाउनु पर्ने हुन्छ। यसलाई चाहिँ हामीले सकेसम्म एकदमै सानो आगोमा पकाउनु पर्ने हुन्छ, जसले गर्दाखेरि यो डढ्न पाउँदैन अनि यो जति पनि फिजहरु निस्केको छ सकेसम्म यसलाई निकाल्दिनु होला। यसरी कोदोको खोले सुप बनाएर खादा हाम्रो शरीरको लागि एकदमै फाइदाजनक हुन्छ। यसमा चाहिँ फाइबर धेरै भएको हुनाले कब्जियत हटाउनको लागि हेल्प गर्छ। साथै यसमा क्याल्सियम, मिनरल्स र आइरन प्रशस्त मात्रामा पाउँछ, जसले गर्दाखेरि हड्डीहरु बलियो बनाउनको लागि पनि हेल्प गर्छ। यसमा चाहिँ कोलेस्ट्रोल एकदमै कम हुने भएको हुनाले मुटुको लागि पनि एकदमै स्वास्थ्यकर हुन्छ। साथै यो एकदमै ग्लुटेन फ्री हुने भएको हुनाले एलर्जी र ग्यास्ट्रिक भएकाहरूलाई पनि एकदमै राम्रो गराउँछ र यसले रोगसँग लड्ने क्षमता पनि बढाउँछ। केही समय मज्जाले पकाइसकेपछि अब भने अन्तिममा थोरै काटेको पक्चुई सागलाई पनि राखेर केही बेर चलाउँदै पकाइदिनु होला। यसलाई चाहिँ हामीले धेरै बेर पकाउनु पर्दैन। हेर्नुस् त यतिको भइसकेपछि हाम्रो एकदमै मिठो कोदोको खोले सुप पनि रेडी हुन्छ। ल साथीहरु, अब हजुरहरुले यो चिसो मौसममा जिउलाई एकदमै न्यानो बनाइराख्नको लागि यसरी हेल्दी कोदोको खोले सुप बनाएर खानु होला है त। मलाई चाहिँ यो सुप एकदमै धेरै मन पर्छ। म चाहिँ प्राय सधैँ यसरी नै बनाएर खाइरहेको हुन्छु। यो एक बाउल खायो भने त मलाई दिनभरि केही खानै पर्दैन। अनि यो रेसिपीलाई पनि धेरै भन्दा धेरै शेयर गरी सपोर्ट पनि गरिदिनु होला। थ्यांक यू फर वाचिङ।